हजुर हजुर नमस्कार नमस्कार। ए हजुर एकजना बाबु आउँदैछ अरे, त्यही हजुरकै हो, हजुरकै गाउँको हो। ए हुन्छ हुन्छ, उसले बाख्रा नि पाले अरे। ए अनि सानसानो दोकान पनि गरे खान्, अनि बिरालु पनि पाले खान्। ल हुन्छ, यति भएपछि ढोक्का उसलाई मैले ढोक्का बनाएर पठाउँछु, पैसा अब मुर्रा हान्ने हजुर मम्मीलाई है त। हस् हस् हस्। ज्योतिषजी नमस्कार। नमस्ते बाबु, नमस्ते नमस्ते। आरामै हुनुहुन्छ कि होइन? ठिक छ एकदम ठिक छ। अनि यहाँ त खतरा हेराउनुहुन्छ भने सुनेको थिएँ। एकदम हेराइन्छ, अब आफूले जाने कुरो यताउता। मेरो 10 वर्षको एक्सपिरियन्स छ यो हेराउनेमा। ए हो र? म एकदम हेराइदिन्छु बाबु। ल मेरो नि हेराउनु पर्यो भनेर आएको का। आउनु त, आऊ आऊ, हात हेराउनु भयो, बस आऊ बस बाबु। हात हेराउनु पर्यो होइन? हजुर पर्यो पर्यो। ल बस त बस। ल बस बाबु, बस। यसो एउटा टिका लाऊ पहिला, यसो टिका लाऊ त ल। हो र? टिका लानुपर्छ? एकदम फेरि यसो उसालेर अलि जोड्यो नि त बाबु। ल ल ओम नमः पैसा त त्यो यता पण्डितको टिका न बाबु, हात देखाऊ बाबु। राम 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 राम। तिम्रो हातमा त हो पुरा, यहाँ त उस फलेको छ त बाबु। त चारै दिशाबाट पुरा आम्दानी मात्र देखाएको छ। हो। ओहो, बाख्रा पाले हौ? हो नि। अन्त ओहो, अहिले बाख्राले तिमीलाई बोका पाउने भयो। बोका हुने भयो तिमीलाई। बाख्रातिरबाट एकदम राम्रो छ। अनि सानसानो दोकान पनि गरे हौ? हजुर। दोकान के अरे मुसाले हैरान पारे चाउचाउ बिस्कुट आँटाहरू काटेर हैरान पारे। हो हो। ए ल ठिक छ बाबु, यो के अरे मुसालाई त के अरे नियन्त्रणमा ल्याउने विधि मसित छ। त्यो विधि भोलि म देखाउँछु, सिकाउँछु भोलि। अर्को तिमीले बिरालुले पनि पाले हौ? बिरालु नि छ। ओहो, बिरालुले त साह्रै यहाँ त दुःख देला जस्तो मान्ने छु नि बाबु। हो र? एकदम दुःख दिने भयो। के छ त्यस्तो बिरालुको? के छ भने बाबु, बिरालुले 5वटा लगभग छाउरो पाउने भयो। 5वटा छाउरो पाउने भएपछि त्यो भैँसीको दुध जति सबै तिमीले खाने भएपछि तिमीले खानै पाउने बनाऊ। त्यही भएर यो बिरालुले एकदम ठुलो दशा देखाएको छ। बिरालुबाट व्यापारबाट त मुसाले